माइला के पाक्दैछ? खाना रेडी भयो अब थोरै तरकारी बनाउनु मात्रै बाँकी। काम कस्तो भयो दाइ? आज काम के भनौँ माइला, नेपालमा यस्तै छ। सब जहाँ हेऱ्यो चक्काजाम आन्दोलन। माइला एउटा सानो कुरा गर्नु छ, आएर बस्नु। ए हुन्छ दाइ। के कुरा दाइ गरौँ त? अब मैले अस्ति नि सोचिरहेको छु होइन, हजुर अब म एउटै जेठोबाट हो, मैले नै डिसिसन गर्नुपर्ने हो। हजुर अब कान्छा हेर्न है, यत्रो टाइम भइसक्यो अहिलेसम्म घरमा आएको छैन होइन त? राति कति 12:30 बज्यो दाइ। अहिलेसम्म आएको छैन। अब यसो सोच्दाखेरि हजुर कान्छाको पनि अब यो पालि असार लागेछ, अब बिहा गरिदिउँ कि क्या जस्तो लागिरहेछ। के छ विचार? कुरा त ठिकै हो ठुल दाइ, तर एकचोटि कान्छाले नि सोध्नु पर्ने कसो गर्ने होला दाइ? कान्छा कहाँ आइपुग्यो होला यतिखेर? त्यसै मुला विदेश जाँदैनस्? कति मोबाइल हेरेको? के जानु, खोइ पैसै छैन। हो त्यही पैसै छैन भनेर त पैसा कमाउन विदेश जानुपर्छ भनेको त। एकचोटि तैँले भन्यो भने ठिकै हो, कान्छालाई फोन लगा त माइला। ए हुन्छ हस् दाइ, म एकचोटि फोन गर्छु न कान्छा कहाँ आइपुग्यो। ए दाइको फोन आएको छ। हेलो हेलो हजुर दाइ, कहाँ हो कान्छा त? साथीकोमा आएको दाइ। यहाँ दाइले खोजिरह त तुरुन्तै यहाँ चाहिँ त ठुल दाइले यहाँ छिटो बोला भने तँलाई तुरुन्त आइहाल। ए ल ल दाइ, म एकैछिनमा आइहालेँ ल ल हस्। ल केटा हेर, अब हाम्रो कुरा यस्तै हो, जसरी पनि पैसा कमाउनु पर्यो, विदेश जानु पर्यो, त्यो कुरामा चाहिँ विचार गर है। ल ल ल बरु दाइले बोलाएको छ, अहिले म ल जान्छु। ल ल फेरि भोलि कुरा गर्नुपर्छ है। ल ल हजुर दाइ, कान्छा आइपुग्छु 12 बजिसक्यो, यस्तै छ पारा यो पनि। ल कान्छा यहाँ बस। साथीभाइसँग बसेको रमाइलो कुराकानी गर्दा गर्दा साथीभाइसँग रमाइलो गरेर आइ भन्छस्, रात हेर्दा कति छिप्यो। यही हो त तेरो घर आउन्ड्या। ए कान्छा, हजुर दाइ, अघि ठुल्दा र म एउटा सल्लाह भएको थियो, अब त्यो तेरो नि मनमा के छ यसो तँलाई नि सोधौँ कि भनेर चाहिँ फोन गरेर बोलाएको। के छ त विचार? के कुरा हो र त्यस्तो?